छोरी यसो मन्दिर दर्शन गरौँ भनेर आइतबारको दिन आएका छौँ। माउ माइजूको चाहिँ फोटोसुट चलिरहेछ। यहाँले कस्तो राम्रो दुईटी बुनु हिँड्छु नभए हेर हिँड 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 दुईटी बुनु हिँड हाँस मात्र हिँड गुड 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 कस्तो राम्रो भिडियो आउँछ है। वाह यता चाहिँ दुईटी बुनु फोटो यता यता चाहिँ फोटो हुँदैछ हेर्न सक्नुहुन्छ। उसान नानी यता हेर्दा यता हेर्दा हाई हाई गरिदेऊ हाई गरिदेऊ। उता चाहिँ क्यामराम्यान अहिले चाहिँ अब हेलो 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 मंकी मंकी टेम्पो मंकी ओ दर 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 मंकी क्या ओ ल यिनीहरुको हो कि देखाउँछु बढी इन दुईटाको बरु हाँसमा हिँड्ने भिडियो गराइदिन्छु एउटा। हैन 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 यतिको अलि कसैको गरे भन्ने किताबले नानी बुनुको हाँसमा बुनु हाँस म छोरी जाऊ छोरी जाऊ। ओ अब आऊ हाँस यता ल्याऊ ल्याऊ बुनु ला ल्याऊ ल्याऊ आऊ 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 हैन टिक 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 हैन त आऊ ल्याऊ 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 यताबाट उताबाट ओ यता उता पनि फोटोसुट हुँदैछ हेर्न सक्नुहुन्छ। दामी दामी फोटोसुट छ। यो चाहिँ एसियाको सबभन्दा ठुलो त्रिशूल नि एसियाको अरू नि होला हेर्ने होला त्यही छ के टाइम जिल्लाको होला के सन्तला अनि एसियाको भन्छ नि त नि तीनजना खिच्छ भने फेरि बल्ल चारजना के तीनजना खिच्छ भने चारजना है। यो हो मेन धारापानी। अब यसलाई चाहिँ एसियाको सबैभन्दा ठुलो त्रिशूल भन्ने गर्छन्। हजुर उता चाहिँ हिमाल देखा हिउँ परेर आएको छ ऊ हेर्न सक्नुहुन्छ। उता चाहिँ फोटोसुट हुँदैछ हेर्न सक्नुहुन्छ। पोज दामी दामी पोजमा छ। जताबाट गए पनि हुन्छ एउटै हो बाटो। नन्दी बैल यहाँ चाहिँ धेरै राम्रो ठाउँ छ घुम्नलाई। यहाँ आउन सक्नुहुन्छ। शान्त वातावरण। यो चाहिँ घोराइदेखि लगभग तपाईको 15-20 मिनट जति लाग्ने रहेछ घोराइदेखि। अनि हामी चाहिँ उता तुलसीपुरदेखि आएको हामीलाई ठ्याक्कै 1 घन्टा जति लाग्यो यहाँ पुग्नलाई। धेरै राम्रो ठाउँ छ यो हेर्न सक्नुहुन्छ। यस्तो दामी दामी छ। यहाँबाट चाहिँ घोराइ यो कुन बजार कुन सहर हो यो चाहिँ थाहा भएन ठ्याक्कै मलाई चाहिँ। किन म चाहिँ यो त नयाँ नै आएको हो त्यही भएर
त घुम्नलाई शिवलिङ चाहिँ यहाँ यति ठुलो रहेछ सक्नुहुन्छ। यहाँ काम पनि चलिरहेको रहेछ बताबेल। यहाँ ड्रेस लगाएर पनि फोटोसुट हुने रहेछ, फोटोसुट खिच्न सकिने रहेछ। यो चाहिँ कहाँको ताल रहेछ, कुन चाहिँ ड्याम रहेछ यो चाहिँ? यति सुन्दर ताल रहेछ यहाँबाट। अनि यता चाहिँ तपाईँ आएको बेला चाहिँ तपाईँलाई बाथरुम जानु पर्यो भने उता छ बाथरुम चाहिँ, उता चाहिँ बाथरुमको व्यवस्था छ। जानु पर्यो भने अरू चाहिँ यहाँ हामी छ। यो ताल चाहिँ मलाई त खौसापुर ताल जस्तै लाग्यो है हेर्दा चाहिँ, तर खौसापुर ताल चाहिँ होइन है, नझुक्किनु होला। हेर्न सक्नुहुन्छ यस्तो दामी छ, पारी पारी कुहिरो लागिरहेछ। डाङमा त अब कुहिरो लाग्नु त अब सामान्य कुरो नै हो। उता चाहिँ तपाईँ सिमेन्ट फ्याक्ट्री देख्न सक्नुहुन्छ, त्यो सिमेन्ट फ्याक्ट्री हो, त्यो चाहिँ सिमेन्ट फ्याक्ट्री हो। जस रमाइलो छ यतातिर। तपाईँहरू पनि यसो फुर्सद भएको बेला कतै घुम्न जान चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। यहाँ आएर मन शान्त गरेर थकान मेट्न सक्नुहुन्छ। असाध्यै राम्रो ठाउँ रहेको छ यो। बच्चाको लागि यहाँ खेल्नेको लागि गाडीको व्यवस्था पनि छ, तर यो खेलेको चाहिँ पैसा लाग्छन्, लगभग 100 रुपियाँ जति लाग्छन् होला खेलेको। क्यामेराम्यान चाहिँ उता बसिरहेछन्, फोटो खिच्नु पर्यो भने यता सबै फोटोसुटहरू सबै हुन्छ। उता चाहिँ बुढी बसिरहेछ, बुढी बड्डी बड्डी। माइलोको भन्नु र त्यसले हातमा बसेको हातमा त्यो त ज्वरो आएर ढल्यासो बोल्दैन, बिमार भएर यहीँ घरै छ नि।